यो पार्टीलाई त सबैलाई थाहा छ जिएनजीलाई पनि थाहा भएर त थुनेर सबैलाई थाहा रहेछ ल चु 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 ए तँलाई मेरा बाख्रा त गए अगाडि गए अगाडि सबभन्दा अगाडि जान्छन् मेरो बाख्रा अनि कोठालाहरू केटीहरू आउँथे यार अहिले त कोही पनि आउनु रहेछन् साथीहरू ल सुनसान छ यार भोलि ए लड्छन् गोरु हो र हो सुसु गर्छ नि गोरु त आज गोठाल लात्तीले हान्ने कस्ता गोरु रहेछ नि गोठालो भयो आज गोठालो बन्ने भयो फोन गरेको छ सर फोन होइन भिडियो बनाएको यही बोको फुके थियो खाएर तब खाएछ र त्यत्रो बुढी गरेर आछ केरा ए बाख्राहरू गोठाभरि छन् यहाँ त्यत्रो खाएर सकेर को खाएको भैँसीको ए ल आज गोठालो दाइ गोठालोतिर जानु लाग्यो गोरु लगेर गाइज है यस्तो छ है बोके पाठाहरू यहाँ छ नि बोके पाठाहरू बाख्रा अनि यो लैनो भैँसी अनि यो थारो भयो हाम्रो गोरु लगेर आज टक्क गइन्छ गोरु हेर्न पल्लो गोरुतिर गर्छ अनि आज ल गोरुले तालिम सिक्यो तालिम ल चु 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 ए तँलाई अनि गाइज ल हाम्रो यी अली निवास माथि यो चाहिँ यो जेठाबाको घर भयो यो हाम्रो घर अनि यो माइलाबाको घर ठ्याक्क अली निवास यहाँ चाहिँ 3 घर छ अलीहरू अनि तलतिर अलि देखाउँछु म एकछिन पछाडि भिडियोमा थापा निवास पनि छ अनि यो चाहिँ थापा निवास गाइजहरू थापा निवास ल ल ल ल ल ठ्याक्क मिलेको छ तल थापा अनि माथि ओली भवाल छ हो हाम्रो गाउँमा ठ्याक्क ल यो चाहिँ थापा निवास अनि तल थापा माथि ओली यसरी मिलेर बसेको गाउँ छ चुटुक्क सानो तर एकदम रमाइलो पाराले ओ गोरु मस्त चलिरहेछन् गोरु चाहिँ बाटो हुन जानुपर्छ यस्तो भिड साथीहरू ल भिरको बाटो यस्तो भिरबाट पनि हामी हिँड्नु छ साथीहरू यस्तो हामीलाई भिर पाखा ओ हाम गोठाल त धेरै भयो आज त के लिएर म दाइले बाख्रा हो ए म मात्र फाल्टु केले चम्कायो यिनलाई ए आऊ 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 भेडा कति राम्रा भेडा छन् है ओहो हाम्रो माइलाबाको बाख्रा खोइ फेरि आज मेरा बाख्रा त गए अगाडि गए अगाडि सबभन्दा अगाडि जान्छन् मेरो बाख्रा अनि भेडा खोलाको भिरामा पुगिसके हो पुगे मेरा बाख्रा थुमै पनि रहेछन् के यहाँ त यत्रो सिङ गरेकै ओहो यिन चाहिँ हाम्रो गाई उता भिनाजुरका भेडा हुन् जेन्जी पनि त्यही सत्तामा पुगेपछि गर्ने त्यही हो क्या त्यसले पनि अब कताबाट खाने लुट्ने आफन्तले बनाउने तर माओवादीको पालामा पनि गर्छ भनेर त्यत्रो भोट दिएर है जनताले भोट दिएर त त्यत्रो पहिलो पार्टी बनेको त्यत्रो गरेको अहिले त्यही रवि दाई हुन् के के हो स्पष्टै भयो छैन रविको अझै यो पार्टीलाई त सबैलाई थाहा छ जिएनजीलाई पनि थाहा भएर त थुनेर सबैलाई थाहा रहेछ रवि नत्र पनि अब यो मान्छेलाई पनि त फेरि दोबारा नथुन्नु पर्ने छोडेपछि गोरु हरायो गोरु 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 कहाँ गए कतै छैनन् बाफ्रे 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 खै त गोरु त यार गाई गोरु हरायो दिमाग खराब भएछ यार आमामा कहाँ हरायो कहाँ एकछिन बसेर घुर्यो होइन गोरु त कता हराए भेडा त यहीँ छन् त यार फेरि भेडा त यहीँ छन् मेरो गोरु चाहिँ कहाँ गयो के भेडा त यहीँ छ नि गोरु हराए गोरु
घिउ पानीतिर गयो कि घिउ पानीतिर त नजानु पर्ने हो कुरै कुरो छ यार कुरै कुरो कहाँ गयो त अनि गोरु भर्खरै भर्खरै कुरै कुरो ओहो यहाँ पो छ नि त गोरु त फाइनली गोरु त भेटियो यति दुःख दियो यार ओहो यति दुःख दियो यार गोरुले अनि यहाँ चाहिँ ओ माई गड कोटस ल है पाक्न खोजिरह तर अझै पाकेको छैन फुलेछ गेडा खसेका छन् र छैनन् होला गेडै छैन त यार गाइज अनि यस्तो खाएर फालेछन् के हो वाट इज दिस यार बाँदरले खाएर सकेको होला खै त एउटा नि गेडा छैन हेट छैन यार थिचेर खानुपर्छ यार चाख्न चाहिँ पर्ने हो के हो यस्तो हेट भाँडाले सकेछ यहाँ छ नि यहाँ पनि छैन सब खाएछ यार बाँदरले खाएर झिली झ्याप पारे हेट आज गोठाला आएको होइन गोठालामा चाहिँ रमाइलो भयो अलिअलि खासै गोठाला आउने रहन्छन् पहिला पहिला टन्नै गोठालाहरू केटीहरू आउँथे यार अहिले त कोही पनि आउनु रहन्छन् साथीहरूलाई सुनसान छ यार फाइनली फर्कियो गाइज हामी भोकले मरिसक्यो यार के अरे दिउँसोको कति बज्यो यार 3 साढे 3 भयो होइन बिहान खाएको भरि गयो यार भोकले यत्रो पेट सानो भइसक्यो यत्रो पेट थियो चिबा थियो है अब घर गएर च्याट्ट नास्ता खानुपर्छ यार जे होस् आजको दिन गोठाला गर्दै बित्यो अनि त्यस रमाइलो भयो भनौँ न ल यति नै हो साथीहरू आजको एउटा सानो स्मरणको लागि हो होइन अरू त के नै छ र ल गाइज यति नै हो आज